के तपाईँको बच्चालाई पनि यसरी नै हिकअप्स आइरहेको छ अनि तपाईँ आत्तिनुहुन्छ के गरौँ भनेर? डोन्ट वरी, यो चाहिँ नर्मल हो होइन, तर देयर इज नो एनी स्पेसिफिक रिजन किन आउँछ भनेर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको बच्चाको पेट चाहिँ एकदमै टन्न छ दुधले या हावा भरिएर होइन। त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो बच्चाको चाहिँ डायफ्राम चाहिँ इरिटेट हुन्छ होइन। अनि त्यो इरिटेसनले गर्दाखेरि चाहिँ कन्ट्र्याक्सन हुन्छ, जुन कन्ट्र्याक्सनले चाहिँ त्यो हिकअप्स भन्छ। यो चाहिँ वेट एन्ड वाचको सिचुएसन हो है, यसमा आतिनुपर्ने केही पनि कुरा छैन। र तपाईँले आफ्नो बच्चालाई हेल्प गर्नलाई चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ ओभर फिडिङ नगराउनुहोस् होइन। अनि जब हिकअप्स आइरहेको छ त्यसमा बिच बिचमा फिड नगराउनुहोस् अनि पानी पनि नपिलाउनुहोस्। अनि बच्चालाई चाहिँ सकेसम्म हरेक फिडिङमा चाहिँ बर्प गराउनुहोस् अनि बच्चालाई अपराइट पोजिसनमा राखिराख्नुहोस्। अनि अर्को भनेको चाहिँ इम्पोर्टेन्ट कुरा चाहिँ बच्चालाई दुध खुवाउँदाखेरि चाहिँ आमाले चाहिँ एकदमै प्रपर ल्याचिङ टेक्निक चाहिँ अपनाउनुहोस्। अनि बटल फिडिङमा चाहिँ धेरै हावा चाहिँ नछिरोस् भनेर चाहिँ एकदमै ख्याल राख्नुहोस् है। ख्याल गर्नुहोला कि हावा चाहिँ पेटमा नछिरोस् बच्चाको। अनि यो सबै टेक्निक चाहिँ फलो गर्नुभयो भने चाहिँ हिकअप चाहिँ आफै सबसाइड हुन्छ या कम हुन्छ। या इफ हिकअप्स आयो भने पनि डोन्ट वरी, इट्स नर्मल। सेभ, सेयर एन्ड फलो मी। थ्याङ्क